गर्नको लागि हामीले के गर्नुपर्छ भनेर सम्भवतः सबैलाई जानकार भइसकेको हुँदाखेरि मैले त्यति धेरै चाहिँ यो अहिलेको चुनावी माहौल र अहिलेको भोट के कसो भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन। मैले यहाँहरू यहाँ अगाडिदेखि यहाँहरू सबैलाई हेर्दाखेरि सबै हाम्रो अभिभावकहरू यहाँ जम्मा हुनुभएको छ। त्यसले गर्दा पनि यहाँहरूको बिचमा हामी छोराछोरीहरू यहाँहरूसँग हामीले मत माग्न भन्दा पनि यहाँहरूले दिएको आशीर्वाद हामीलाई लागोस् र यहाँहरूसँग हामी आशीर्वाद लिन मात्रै यहाँ उपस्थित भएका छौँ र यहाँहरूको आशीर्वाद लिएर हामी त्यो सिंहदरबारसम्म छिर्न सकौँ र त्यो त्यहाँ पुगेर फेरि त्यहाँबाट चाहिँ केही कोसेली बोकेर फेरि यहाँहरू यहाँ बुवा आमाको काखमा फर्केर आउन पाइयोस्। यो नै हाम्रो सबैभन्दा ठुलो सौभाग्य हुन्छ जस्तो मलाई लागिरहेको छ। यहाँ अघि नै धेरै यहाँ विषयवस्तुहरू राखिसक्नु भएको छ। यहाँ हामी दुईजना उम्मेदवार जो हामी तीनजना उम्मेदवार हाम्रो कमरेड पासाङ शेर्पा कर्मा यहाँ आउनु भएको छैन। हामी यहाँ दुईजना यहाँहरूको बिचमा उपस्थित छौँ। आफ्नै छोरी आफ्नै छोरा सम्झेर सबैले लाग्नुहुन्छ त्यसमा हामीलाई दुई मात्रै छैन। अझ भनौँ जस्तो चाहिँ हाम्रो प्रत्यक्ष उम्मेदवार जो कमरेड असीम राई यहाँहरूकै काख पोल्टोमा हुर्काएर र यहाँहरूकै माया ममता र सबै सहयोगले दुवैचोटि गाउँपालिका जितिसक्नु भएको छ। अब फेरि पालिका अध्यक्ष मात्रै नभएर अब फेरि एउटा चाहिँ सौभाग्य जो चाहिँ यहाँको सांसद बनाउने यो माटो यो पञ्चनवासीहरूको यो चाहिँ माटोमा उम्रिएको एउटा चाहिँ सशक्त एउटा युवालाई त्यो ठाउँमा पुर्याउनको लागि यहाँहरू सबैले यो भूमिका निर्वाह गर्नु नै हुनेछ। यो सँगसँगै नेपाली कम्युनिस्ट पार्टी जो चाहिँ अहिले ठुलो एउटा चाहिँ पार्टीको रूपमा कम्युनिस्टहरूको एउटा धरहराको रूपमा र आम परिवर्तनको लागि पनि यो पार्टी नै प्रमुख हो भन्ने हिसाबले जसरी अहिले तल वडादेखि केन्द्रसम्म जसरी लागिरहेको छ र यहाँ पनि यो आवश्यकता र यो सबै चिजलाई पुरा गर्न सक्ने यो समुदाय यहाँ हाम्रो बिचमा उपस्थित भएको हुँदाखेरि हामीलाई यो सधैँभरि एउटा चाहिँ आफ्ना छोराछोरी र नानी बाबु सर यहाँले मान्नुहुनेछ र हामीलाई फेरि जसरी यहाँले स्थानीय तहमा जुन हिसाबले चाहिँ निर्वाचित गरेर पठाउनु भयो र यहाँ बार यहाँले सेवा गर्ने मौका दिनुभयो भने यसै गरी हामीलाई पनि पुनः सेवा गर्ने त्यो मौका यहाँले दिनुहुनेछ। यहाँ अघि नै एक कमरेडले अघि नै राखिसक्नु भएको छ। हामी सेवा गर्छौँ। यो सोलुखुम्बु जिल्लालाई परिवर्तन गर्नको लागि हाम्रो आवश्यकता छ भनेर धेरै खालका मान्छेहरू आउने गरेका छन्। ती सबैका कुरातिर ती सबैका आश्वासनतिर र तिनीहरूका भनाइतिर नलागिकन आफ्नै माटोमा जन्मिएको एउटा चाहिँ अनुहार एउटा युवा अनुहार एउटा चाहिँ छोरा प्रति विश्वास गर्नुहुनेछ र यो पञ्चनवासीले यो सम्पूर्ण सोलुखुम्बुवासीलाई एउटा तारा चिन्हमा मतदान गरेर नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार कमरेड असीम राई र म समानुपातिको तर्फबाट उम्मेदवारकै रूपमा यहाँहरूको बिचमा उपस्थित छु। म करुणा बस्नेतलाई पनि त्यो एउटा सिंहदरबारसम्म पुर्याउने यो चाहिँ महत्त्वपूर्ण भूमिका यहाँहरूले पुरा गर्नुहुन्छ भन्ने यो विश्वास र यो चाहिँ आशा भरोसा र यहाँहरूसँग फेरि फर्किएर अघि नै भनिसकेको छु फेरि फर्किएर त्यो सिंहदरबार पुगेर त्यहाँबाट कोसेली लिएर एउटा विकासको पोको लिएर यहाँहरूको काखा पोल्टामा फर्किन सक्ने एउटा वातावरण निर्वाह गरिदिनु हुनेछ भन्ने पूर्ण विश्वास सहित र मेरो यो सदाबार यहाँहरूको बिचमा सेवक बनेर रहने यो मेरो प्रतिबद्धता सहित मेरो यो छोटो भनाइलाई यहाँ अन्त्य गर्छु। अभिवादन, नमस्कार।